हेलो गाइज ल वेलकम टु माई ब्लग है वेलकम टु माई भिडियो गाइज ल म चाहिँ अहिले यहाँ पार्कमा हानामी गर्न आएको गाइज एक्लै। अनि यता छेउमा एउटा परेवा पनि रहेछ यहाँ गाइज। म चाहिँ हानामी गर्थेँ है। तपाईँहरूको हानामी कस्तो हो? मेरो चाहिँ टक्क बेन्चमा बसिरहेको छु म। साकुराको बोट पनि छ, साकुराको बोटको तल ठ्याक्क बेन्चमा बसेर हानामी गर्दै पार्कमा है गाइज। यस्तो छ मेरो दैनिकी दिनचर्या गाइज। म चाहिँ अहिले नानीलाई जूमा पुऱ्याउन आएको अनि यसो फुर्सदमा यहाँ कुर्नु पऱ्यो नि त। अब एकछिन 40-45 मिनट अनि यतातिर पार्कतिर यसो टाइम पास गर्दै गाइज। ल हेर्दै गर्नु होला गाइज। म चाहिँ अनि यसरी हानामी गर्दैछु है। हानामी गर्दैछु, हेरिदिनु होला गाइज। लाइक सेयर कमेन्ट गरिदिनु होला। मेरो भिडियोहरू पनि हेरिदिनु होला। यस्तो छ गाइज। ल हानामी कतै जानु पाइएन, पार्कमा बसेर हानामी गर्दैछु। ल है त गाइज। पऱ्यो त भागिरहेको त म हिँडिरहेको अगाडि अगाडि कामहरू चाहिँ त्यो उड्नु पनि सक्दैन कि अब चाहिँ के गर्छ है त गाइज। उड्न नसक्ने रहेछ कि अब ल भयो भाग्यो परेवा भाग्यो गाइज। पिङ खेल्न जानु पर्यो गाइज। फुच्चीहरू रहेछ, सुरक्षीहरू होला के होला हेरिरहेको छ। म चाहिँ अब यसो पिङ हानिदिनु पर्यो गाइज। पिङ खेल्नु पर्यो। वा कसैले कस्तो आर्ट भिडियो गरेर। हेलो गाइज ल वेलकम टु माई भिडियो, वेलकम टु माई ब्लग है गाइज। अब यसो टाइम पास गर्नु आएको, नानीलाई जिकुमा लिएर आएको। फेरि अब यहाँ बाहिर कुरेर बस्नु पऱ्यो एकछिन। अब यसो पिङ खेलेर टाइम पास गर्नु लाग्यो गाइज। आउनु है पिङ खेल्नु तपाईँहरू पनि। हुई नेपालमा खासै पिङ खेल्न पाइएन। अब यहाँ मजाले पिङ खेल्नु पऱ्यो होला। पिङ खेल्ने भयो आउनु है गाइजहरू। गाइज पार्कको पसला गाइज पिङ खेल्ने भयो यता आउनु। यहाँ हङकङमा गएको पार्कमा है छु। जाडो जाडो रहेछ, चिसो छ के नि यस्तै छ। अहिले एकछिनपछि काममा जानुपर्छ।
ल गाइज है पिङ खेल्ने